के आइपिओ मात्रै भरेर वर्षको 1 लाख भन्दा बढी कमाउन सकिन्छ त? यसको उत्तर हो सकिन्छ। हो, तपाईहरुले आइपिओ मात्रै भरेर वर्षको 1 लाख भन्दा बढी पनि कमाउन सक्नुहुनेछ। त्यो चाहिँ तपाईहरुले कसरी कमाउन सक्नुहुनेछ म यो भिडियोमा प्रुफ सहित भन्नेछु र कुन तरिकाले आइपिओ भर्दा र के गर्दाखेरि चाहिँ आइपिओ पर्ने चान्स एकदमै धेरै हुन्छ त्यो पनि म आजको भिडियोमा तपाईहरुलाई भन्नेछु। सो भिडियोलाई तपाईहरुले अन्तिमसम्म हेर्न नबिर्सिनु होला। सो हामी सबैभन्दा फर्स्टमा लागौं, हामीले कुन तरिकाबाट आइपिओ भर्दाखेरि चाहिँ हामीलाई पर्ने चान्स चाहिँ एकदमै धेरै हुन्छ। सो कतिपय साथीहरुले भन्नुहुन्छ आइपिओ खुल्ने बित्तिकै भर्यो भने आइपिओ पर्छ र कतिपय साथीहरुले भन्नुहुन्छ रातिको समयमा आइपिओ भर्यो भने आइपिओ पर्ने चान्स चाहिँ धेरै हुन्छ र कतिपय साथीहरुले यस्तो पनि भन्नुहुन्छ कि आइपिओ बन्द हुनुभन्दा केही समय अगाडि भर्नुहुन्छ भने तपाईहरुले आइपिओ पर्छ। सो यस्तो भनेको चाहिँ तपाईहरुले पनि सुन्नु भएको होला। सो यो चाहिँ के सत्य हो त? यसको आन्सर हो होइन। तपाईहरुलाई कसैले कुनै ट्रिक युज गरेर आइपिओ पर्छ भन्छ भने त्यो चाहिँ पूर्ण रूपमा झुटो हो। अब प्रश्न यहाँनिर आउँछ कि त्यसो भए हामीले आइपिओ पार्नको लागि के चाहिँ गर्नुपर्छ त? तपाईहरुले आइपिओ पार्नको लागि एउटा ट्रिक चाहिँ युज गर्न सक्नुहुनेछ। सो त्यो ट्रिक चाहिँ के हो भन्दाखेरि फ्यामिली स्ट्र्याटेजी। सो तपाईहरुको फ्यामिलीमा जति पनि मेम्बर हुनुहुन्छ सबैको मेरो शेयर अकाउन्ट चाहिँ बनाउने, त्यो चाहिँ तपाईहरुले सबैकोबाट चाहिँ प्रत्येक आइपिओहरु एप्लाई गर्नुहुन्छ भने तपाईहरुको धेरै मेम्बरहरुबाट भर्दाखेरि सबैलाई नभए पनि 1-2 जनालाई पर्ने चान्स चाहिँ एकदमै धेरै हुन्छ। सो यो एउटा मात्रै तरिका रहेको छ तपाईहरुले आइपिओ पार्नको लागि। त्यसपछि तपाईहरुले डिम्याट र मेरो शेयर पनि हेर्नुपर्ने छ। त्यसको चाहिँ रिन्यू डेट पनि क्लोज भइरहेको छ भने त्यस्तो अवस्थामा पनि तपाईहरुले आइपिओ भर्नुहुन्छ भने त्यो पनि रिजेक्ट हुन जान्छ। मैले सुरुमा तपाईहरुलाई भनेको थिए आइपिओ मात्रै भरेर तपाईहरुले वर्षको 1 लाख भन्दा बढी कमाउन सक्नुहुन्छ। त्यो चाहिँ कसरी सकिन्छ अब बुझौं है त। नेपालमा चाहिँ प्रत्येक वर्ष कम्तीमा 20 देखि 30 वटा आइपिओहरु विभिन्न कम्पनीहरुले निष्कासन गरिराख्नु भएको हुन्छ। जति पनि आइपिओहरु आइरहेको हुन्छ त्यो आइपिओहरु यदि तपाईहरुलाई पर्यो भने कम्तीमा पनि 5000 र बढीमा 20000 सम्म चाहिँ त्यसको रेट जाने गर्दछ। तपाईहरुले त्यसमा चाहिँ बेच्न सक्नुहुनेछ। कुनै कम्पनीको आइपिओहरु चाहिँ 5-6000 मात्रै पुग्ने हुन्छ भने कुनै कम्पनीको आइपिओ चाहिँ 15-20 हजार समेत पुग्ने हुन्छ। सो यसको एभरेजमा चाहिँ मैले 9-10 हजार राखे। वार्षिक रूपमा 20 देखि 30 वटा आइपिओहरु निष्कासन गर्यो भने त्यो मध्ये तपाईहरुले 4-5 जना मेम्बरहरुको आइडीबाट आइपिओहरु भर्नुहुन्छ भने त्यो मध्ये सबै आइपिओहरु नपरे पनि कुनै आइपिओहरु पर्यो मान्नुस्, वार्षिक रूपमा सबै मेम्बरहरुको काउन्ट गरेर 10 देखि 12 वटा आइपिओ मात्रै पर्यो भने पनि तपाईहरुले 1 लाख भन्दा माथि चाहिँ कमाउन सक्नुहुनेछ। 10-12 वटा आइपिओहरु पर्छ भने त्यसको एभरेज 9-10 हजार मात्रै पुग्यो भने पनि तपाईले 1,08,000 सम्म चाहिँ मजासँग इन्कम गर्न सक्नुहुनेछ र त्यो भन्दा आइपिओहरु बढी पर्ने चान्स पनि तपाईहरुलाई हुन सक्छ र कुनै आइपिओको रेट चाहिँ मैले एभरेजमा भनेको रेट भन्दा पनि एकदमै माथि जान पनि सक्छ। तपाईहरुको फ्यामिली मेम्बरमा जति पनि मेम्बर हुनुहुन्छ सबैको अकाउन्टबाट चाहिँ आइपिओ भर्नुस् 1 वर्षसम्म र 1 वर्षपछि चाहिँ तपाईहरुले क्याल्कुलेसन गर्नुस् र तपाईहरुले कति इन्कम गर्नुहुन्छ। तपाईहरुले अवश्य पनि 1 लाख भन्दा माथि चाहिँ इन्कम गर्न सक्नुहुनेछ यदि तपाईहरुको फ्यामिली मेम्बरमा 4-5 जना भन्दा माथि मेम्बरहरु हुनुहुन्छ भने। मैले 2 जना मेम्बरको आइडी युज गरेर प्रत्येक आइपिओहरु नछुटाइ भर्छु तैपनि मेरो वार्षिक रूपमा 50 देखि 60 हजार सम्म चाहिँ इन्कम भइरहेको हुन्छ। सो आइपिओ भर्न चाहिँ तपाईहरुले नछुटाउनु होला। आइपिओबाट तपाईहरुको जति पनि कमाइ हुन्छ त्यो चाहिँ फ्रीको कमाइ नै हो तपाईहरुको। सो तपाईहरुले कति पनि ढिला नगरिकिन आइपिओ भर्न सुरु गर्नु भएको छैन भने आजदेखि सुरु गर्नु होला। सो आजको लागि भिडियो यति नै। भिडियोमा केही कन्फ्युजन लाग्यो भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ। यदि तपाईहरु पर्सनली मसँग जोडिन चाहनुहुन्छ भने टेलिग्राम च्यानल र व्हाट्सएप च्यानलको लिंक चाहिँ डिस्क्रिप्सनमा रहेको छ। त्यहाँ तपाईहरु जोइन भएर मसँग जोडिन सक्नुहुनेछ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। हामी अर्को भिडियोमा चाहिँ भेट्ने छौं।